मिनासान कोनिचिवा सबैजनालाई नमस्कार। आज हामी हिरागाना कसरी लेख्ने भन्ने कुरा सिक्न गइरहेका छौँ। यदि योभन्दा पहिलेको भिडियो हेर्नुभएको छैन भने पहिले चाहिँ योभन्दा पहिले आइसाचु अभिवादन र हामीले जापानी भाषा कति प्रकारका छन् र तिनको परिचय चाहिँ एकचोटि राम्रोसँग त्यो भिडियो हेरेर बुझेर अनि त्यसलाई चाहिँ लेखेर यो भिडियो हेर्नुहोला है त। अब हाम्रो हिरागानाको सबैभन्दा पहिले चाहिँ आबाट लेख्न सुरु गर्नुपर्ने हुन्छ है। हुन त हाम्रो नेपालीमा पनि आबाट लेख्न सुरु गरिन्छ। हाम्रो नेपालीमा अ आ इ कतिवटा हुन्छन् त 13 हुन्छन् भने चाहिँ जापानिजमा अ आ इ चाहिँ जम्मा 5 वटा हुन्छन् है त। हाम्रो क ख कति हुन्छन् त 36 हुन्छन् है। एबिसिडी चाहिँ 26 भयो जस्तो गरे हाम्रो चाहिँ हिरागाना चाहिँ जम्मा जम्मी 46 वटा हुन्छन् है। यसरी चाहिँ सिधा लाइन तान्ने है। 1 स्टेपमा 2 स्टेपमा चाहिँ यहाँ देखाएर सिधा यहाँ माथिबाट चाहिँ ल्याउने यसरी है। यसरी ल्याएर चाहिँ तलदेखि हल्का थोरै चाहिँ छड्के बनाइदिने है, थोरै छड्के। त्यसरी बनाएपछि यहाँबाट 3 स्टेपमा चाहिँ यो यहाँदेखि है, यहाँदेखि यसरी ल्याएर चाहिँ यसरी यहाँदेखि यसरी चाहिँ यो घुमाएर चाहिँ है, यसरी घुमाएर चाहिँ यहाँ ल्याइदिएपछि यो के भयो त हाम्रो आ भयो है। 1 स्टेपमा के गर्यौँ हामीले सिधा लग्यौँ है। अनि 2 स्टेपमा के गर्नु माथिदेखि सिधा तलतिर प्लस जस्तो बनाएर तलतिर हल्का ढल्काइदिउँ। त्यसपछि चाहिँ स्टेप 3 मा के गर्यौँ त हामीले यहाँबाट चाहिँ सिधा यसरी ल्याएर यसरी घुमायो भने चाहिँ के बन्दो रहेछ यो आ भन्यो है। यसरी चाहिँ हामीले आ लेख्यौँ है। अब आ पछि हामीले चाहिँ इ लेख्नु पर्यो है। इ लेख्दाखेरि हाम्रो इ को चाहिँ जम्मा 2 स्टेप मात्रै छ है। पहिलो स्टेप रहेको छ हाम्रो यहाँदेखि यसरी हेर्नु त सिधा यसरी यहाँबाट चाहिँ हामीले यसरी यसरी ल्याएर अनि यहाँ माथिदेखि चाहिँ यसरी दियौँ भने चाहिँ हाम्रो यो के हो त इ भयो है। यदि यसरी यो इ लेख्न सकेन भने हामीले चाहिँ एउटा चाहिँ सजिलो उपाय पनि छ। हाम्रो जस्तै हामीले है ठिक चिन्ह लगाउनु त हामीले जानिराखेको कुरा हो नि त। जस्तै ठिक चिन्ह जस्तो यसरी गराइदिने है। अनि यहाँ माथिबाट चाहिँ हामीले यसरी दियौँ भने पनि यो चाहिँ हाम्रो चाहिँ इ हुन्छ है। यसरी पनि लेख्न सकिन्छ। अब हाम्रो इ पछि पालो के को आउँछ त उ को आउँछ है। अब चाहिँ उ लेख्दाखेरि पनि हाम्रो चाहिँ 2 वटा स्टेप मात्रै छ है। पहिलो स्टेपमा रहेको छ हाम्रो यसरी सिधा यसरी जानु पर्यो है। अनि दोस्रो स्टेपमा हाम्रो के छ त ठ्याक्क यो उल्टो सी जस्तो गराएर यसरी गराइदिएको छ है। यो चाहिँ हाम्रो के हो त उ नभए चाहिँ तपाईँले चाहिँ सिधै पहिले चाहिँ हाम्रो यस्तो उल्टो सी जस्तो यसरी गराएर अनि यहाँ माथिबाट चाहिँ यसरी दिएर पनि लेख्न सक्नुहुन्छ है। यो पनि हाम्रो के हो त उ पछि अब चाहिँ हामीले लेख्न गइरहेछौँ ए है। ए को पनि हाम्रो चाहिँ 2 वटा स्टेप मात्रै छ। पहिलो स्टेप रहेको छ हाम्रो यसरी माथिबाट दिएको अनि दोस्रो स्टेप रहेको छ हाम्रो यसरी है। पहिला चाहिँ 7 जस्तो बनाउने है। त्यसपछि चाहिँ त्यो 7 यहाँबाट चाहिँ यसरी गराएर यसरी काट्दिने है। यसरी गरेन भयो। नत्र भने चाहिँ सजिलोलाई तपाईँले चाहिँ जेर जस्तो गरेर है यहाँबाट चाहिँ यसरी लिने यसरी यहाँ ल्याइसकेर चाहिँ यसैलाई चाहिँ यहाँबाट लिएर अलिकति माथि यसरी गराइदिने है। यसरी गराइसकेपछि चाहिँ तपाईँले चाहिँ यहाँबाट चाहिँ यसरी पनि लेख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो के हो त ए पछि अब हाम्रो के हुन्छ त ओ है। ओ लेख्नु पर्दाखेरि हाम्रो चाहिँ 3 स्टेपको छ है। ओ लेख्दाखेरि पहिलो स्टेप चाहिँ हामीले आको बनाएको जस्तै बनाउनु पर्यो है। यसरी सिधा दिउँ। अनि दोस्रो स्टेप चाहिँ हाम्रो सिधा यहाँबाट ल्याउने सिधा यसरी तल ल्याएर यसरी यहाँबाट बिस्तारै यसरी घुमाइदियो भने चाहिँ हाम्रो के भयो त यो ओ भयो है। यहाँबाट चाहिँ अर्को 3 स्टेपमा यहाँबाट यसरी तान्दिँदा हाम्रो के हो त ओ भयो। होइन भने हाम्रो सजिलो लागि चाहिँ हामीले यसरी पहिला सिधा यसरी चाहिँ तान्ने है। अनि त्यसपछि चाहिँ यहाँबाट ल्याउने सिधा यसरी ल्याएर यहीँबाट घुमाइदिने यसरी ल्याएर चाहिँ यसरी घुमाइदिने। अनि त्यसपछि चाहिँ यहाँबाट चाहिँ यसरी दिदिउँ भने चाहिँ यो के हो त हाम्रो ओ है। हामीले चाहिँ आ इ उ ए ओ लेखिसक्यौँ। जस्तै हामीले चाहिँ पहिले भनेका थियौँ नि त्यो हिरागानाको परिचय लेख्दाखेरि सुरुको 5 अक्षर चाहिँ स्वर ध्वनि हुन् भनेर हो। ती सुरुको 5 वटा अक्षर भनेको चाहिँ हाम्रो आ इ उ ए ओ भयो है त।
योभन्दा बाँकी सबै अरू के हो नि त व्यञ्जन वर्ण हुन्। अब लेख्छौँ हामीले जति पनि तल तिनी सबै चाहिँ हाम्रो व्यञ्जन वर्ण हुन् है। ल हामीले चाहिँ स्वर ध्वनि भनेको के रहेछ नि त आ इ उ ए ओ है। ल अब चाहिँ हामी स्वर ध्वनि चाहिँ लेखिसक्यौँ। अब हामी व्यञ्जन वर्ण लेख्न गइरहेका छौँ है त। ल त्यसै गरी अब हामीले चाहिँ का लेख्न चाहिँ सिक्छौँ है त। का लेख्दाखेरि पनि हाम्रो काको चाहिँ 3 स्टेप छ। पहिलो स्टेप रहेको छ हाम्रो चाहिँ यहाँबाट सिधा यसरी लिने, यहाँबाट लिएर चाहिँ तलतिर यसरी घुमाइदिएर चाहिँ हामीले यसो गराउने है त। अनि दोस्रो स्टेप रहेको छ यसलाई चाहिँ यसरी काट्दिने है, माथिदेखि काट्दिने यसरी, यहाँबाट यसरी ल्याएर चाहिँ यसरी चाहिँ काट्दिने है। दोस्रो स्टेप यो भइसक्यो। तेस्रो स्टेप रहेको छ हाम्रो यसरी यहाँबाट चाहिँ यसरी दिने है। यो चाहिँ हाम्रो के त का। यति होइन भने आफ्नो सजिलो लागि चाहिँ हामीले चाहिँ यसरी सिधा यसरी लिने अनि यसरी ल्याएर चाहिँ यसो गराउने है। अनि यहाँबाट चाहिँ यसरी छड्के यसरी काट्दिने है। अनि यो काटिसकेपछि यहाँबाट छ है, यहाँदेखि चाहिँ हामीले यसरी सानो दियौँ भने के भयो त यो हाम्रो का भयो है। अब हामीले का लेख्न सिक्न गइरहेको चाहिँ हामीले चाहिँ कि लेख्नुपर्ने हुन्छ। कि चाहिँ हाम्रो चाहिँ जापानी भाषामा 2 प्रकारका कि हुन्छन् है। पहिले चाहिँ हामीले चाहिँ एउटा कि लेखिहालौँ है। ल कि लेख्ने चाहिँ पहिलो स्टेप रहेको छ यसरी है, 1 स्टेपमा यस्तो सिधा धर्का है। माथिको चाहिँ जहिले पनि अलि सानो हुन्छ है तलको भन्दा, यो चाहिँ अलिकति लामो हुनुपर्छ है माथिको भन्दा। ल यो भयो। अनि त्यसपछि चाहिँ हामीले चाहिँ ठ्याक्क त्यो उल्टो 5 जस्तो बनाइदिने है त। यसरी सर्लक्क छड्के ल्याउने अनि यहाँबाट चाहिँ यसरी नै यसरी घुमाएर ल्याइदिउँ भने चाहिँ हाम्रो यो चाहिँ के भयो त कि भयो है। यसलाई चाहिँ हामीले चाहिँ यसरी लिन्छ। सिधै चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ यसरी 5 जस्तो बनाउने अनि यसरी ल्याइदिने है। अनि यसरी ल्याएर चाहिँ तलको चाहिँ अलिकति लामो है अनि माथिको चाहिँ अलिकति छोटो है त। यो अलि भएन है, यो चाहिँ अलि हाम्रो चाहिँ है यसलाई चाहिँ मेटौँ है। यो चाहिँ जोडियो, सँगसँगै जोडियो। त्यो यो चाहिँ जोडिएको चाहिँ हुँदैन है, जोडिनु चाहिँ हुँदैन। जोडियो भने चाहिँ मिस्टेक हुन्छ है, फेरि जोडिनु भएन। यो चाहिँ कस्तो हुनु पऱ्यो भने यहाँबाट चाहिँ यसरी ल्याएर है यो भयो। अनि यहाँदेखि चाहिँ यो चाहिँ अलिकति लामो आएको हुनु पऱ्यो है। यो चाहिँ जोडिनु भएन है। अनि यहाँदेखि चाहिँ अलिकति चाहिँ सानो हुनु पऱ्यो है। यो चाहिँ सानो है। एउटा चाहिँ कि यस्तो हुन्छ भने चाहिँ अर्को कि चाहिँ हाम्रो चाहिँ यहाँ देखाइरहेको जस्तो हुन्छ है। हिरागानामा चाहिँ के हुन्छ भने जहिले पनि 2वटा कि हुन्छन् है, 2 प्रकार कि। नचुक्किनु होला तपाईँहरू चाहिँ। एउटा कि कस्तो हुन्छ भने अर्को कि चाहिँ यस्तो, एउटा चाहिँ जस्तो देखाइरहेको छ नि, एउटा स्टेप 1मा चाहिँ यो है सानो है, यो चाहिँ अलिकति लामो हुन्छ है। अनि त्यसपछि यहाँदेखि चाहिँ सिधा यसरी ल्याएर छड्के यसरी दिएर अनि यहाँ तलदेखि चाहिँ यसरी गराएको चाहिँ हुन्छ है। हाम्रो के हुनेछ नि त हिरागानामा चाहिँ 2 प्रकारका कि हुन्छन्। त्यसरी अब कि पछि चाहिँ हाम्रो कुको पालो आउँछ है त। ल कु चाहिँ एकदम सजिलो छ है त। कुको चाहिँ एउटा मात्रै स्टेप छ। हाम्रो चाहिँ के छ त सर्लक यहाँबाट यसरी ल्याएर यसरी दियौँ भने चाहिँ कु भइहाल्छ है। सजिलोलाई चाहिँ हाम्रो चाहिँ सर्लक्क ल्याउने अनि सर्लक्क यसरी दिने है। यो चाहिँ कु। ल कु पछि हाम्रो चाहिँ पालो आउँछ के को है। के पनि हाम्रो चाहिँ 3 स्टेपको छ है। पहिलो स्टेप रहेको छ हाम्रो चाहिँ यहाँबाट चाहिँ सर्लक्क यसरी ल्याउने है अनि सिधा भयो है। अनि दोस्रो स्टेप रहेछ यसरी चाहिँ माइनस जस्तो दिने अनि तेस्रो स्टेप रहेको छ यसरी है, यसरी ल्याएर चाहिँ हुन्छ। हाम्रो सजिलो लागि नभए चाहिँ आज हामीले लेख्दाखेरि चाहिँ सिधा यसरी ल्याएर यसरी अलिकति छड्के लिने है। अनि यहाँ चाहिँ सर्लक्क यसरी ल्याएर यहाँदेखि चाहिँ यसरी गराइदिने हाम्रो चाहिँ के हुन्छ त के भयो है। यो चाहिँ हाम्रो के भयो। के पछि हाम्रो पालो आउँछ अब को है। को पनि 2वटा स्टेप रहेको छ। पहिलो स्टेप रहेको छ माथि यसरी है सिधा आएको अनि दोस्रो स्टेप रहेको छ यसरी आएको है। यो चाहिँ फोन्ट अनुसार फरक फरक देखिन सक्छ है। नत्र हामीले चाहिँ यसरी पनि लेख्न सक्छौँ है, यसलाई सजिलो है यसरी। अनि यहाँबाट चाहिँ हामीले यसरी है यसरीको यो पनि हाम्रो को हुन्छ है। हजुरलाई कुन सजिलो हुन्छ त्यो तरिकाले चाहिँ लेख्नु होला है। यो चाहिँ फोन्ट अनुसारले चाहिँ फरक फरक
पर्न चाहिँ गएको हुन्छ। अब चाहिँ को पछि हाम्रो आउँछ, अब चाहिँ हाम्रो पालो के को आउँछ भन्दाखेरि चाहिँ अब साको पालो आउँछ है। अब का कि कु के को लेखिसकेपछि साको पालो आउँछ। हाम्रो जापानी भाषामा सा पनि दुई प्रकारका हुन्छन् है। सा पनि एउटा सा चाहिँ यस्तो हुन्छ भने चाहिँ एउटा सा चाहिँ यस्तो हुन्छ है त। ल अब सा चाहिँ कसरी लेख्ने भन्ने कुरा चाहिँ हेरौँ है। सा पनि दुई स्टेपमा लेख्न सकिन्छ है। पहिलो स्टेप रहेको छ हाम्रो यसरी है, सिधा दिने, त्यसपछि ठ्याक्क यो चाहिँ उल्टो 5 जस्तो है। यो सा कस्तो हुन्छ भन्दाखेरि अघि हामीले जुन चाहिँ की लेखेका छौँ नि त्यो की को एउटा डन्नी हटाइदिउँ भने चाहिँ सा बन्छ है। की पनि दुई प्रकारका हुन्छन् भनेदेखि चाहिँ हाम्रो सा पनि दुई प्रकारका हुन्छन् है। एउटा सा चाहिँ यस्तो हो भने चाहिँ अर्को सा रहेको छ हाम्रो यस्तो है त। अब सा पछि हाम्रो पालो आउँछ सीको है। सी चाहिँ एउटै स्टेप छ है। सी है, सी भइहाल्न त सजिलोलाई चाहिँ यसो गराउनु, सिधा ल्याएर अनि यसरी चाहिँ अलिकति यस्तो गराइदिए चाहिँ हाम्रो चाहिँ सी भयो है त। सी पछि पालो आउँछ हाम्रो सुको। सु पनि 2 स्टेप छ है। अनि यसरी तान्ने है, यसरी दिइसकेपछि अनि यसरी घुमाइदिए भयो है। न त तपाईँको लागि सजिलो लागि चाहिँ म भनिदिन्छु न, पहिला सुरुमा चाहिँ यस्तो सिधा डन्नी तान्नुहोस् है। त्यसपछि चाहिँ हाम्रो फेरि माथिबाट सिधा तानेर हामीले चाहिँ यसरी चाहिँ यो गोलो बनाउनुहोस्। अनि यो गोलो बनाएपछि ए स्टेपबाट चाहिँ यहाँबाट चाहिँ हामीले अनि यसरी यहाँ ल्याइदिउँ है। यसरी ल्याइदिउँ सु। सजिलो चाहिँ यसरी पनि बनाइन्छ है सु। ल अब सु लेखिसकेपछि हामीले चाहिँ अब के जान्नु पर्यो त, से लेख्न पनि जान्नु पर्यो। ल अब चाहिँ हामी से लेख्न गइरहेछौँ है। से चाहिँ हामीले 3वटा स्टेपमा चाहिँ लेख्न सक्छौँ है। सुरुको स्टेप चाहिँ यो है, सिधा रन्नी तान्ने। त्यसो दोस्रो स्टेप चाहिँ एल जस्तो है, एल जस्तो बनाइदिने। ल एल जस्तो बनाइसकेपछि अब फेरि अर्को फेरि उल्टो एल जस्तो बनाइदिने सानो अक्षरको भए चाहिँ हाम्रो चाहिँ के भयो त, यो चाहिँ से है। ट्याक्क नभएर यसरी चाहिँ हामीले चाहिँ यसरी गराउने अनि सर्लक्क यसरी तानिदिने है। अनि यहाँबाट यसरी दिएर ल यो चाहिँ हाम्रो के हो त, से है, से। अब हाम्रो अन्तिम छ सो। सो लेख्दाखेरि पनि ठ्याक्कै जेट लेख्ने है। सो लेख्दाखेरि के अरे जेट लेख्ने पहिला यसरी चाहिँ यो जेट भयो है। अब जेट लेखेपछि ए जेटमा चाहिँ हामीले सानो सी चाहिँ जोडिदिने, यसरी सी जोडिदियो भने के भयो त, यो सो भयो है। ल अब सोको पालो सकिसकेपछि हाम्रो चाहिँ पालो आउँछ ताको है। ता पनि हाम्रो चाहिँ 2 स्टेपमा छ है त। पहिलो स्टेप छ सिधा माइनस जस्तो। अब प्लसलाई चाहिँ थोरै परिमार्जन गरेर मोडिफाई गरेर अलिकति है बङ्ग्याउने है। यसरी तानिदिने अनि दुईवटा चाहिँ यसरी डन्नी दिने है त। सिधा दिँदा पनि हुन्छ। यसरी दिए चाहिँ हाम्रो चाहिँ ता भयो है। चाहिँ यसरी लेख्दा पनि भयो है। यसरी दिने अनि दुईवटा डन्नी चाहिँ यसरी, यो चाहिँ हाम्रो ता भयो। हुनुपर्ने त अब ता पछि लेख्नु पर्ने त ती हो, तर चाहिँ ती नभएर चाहिँ ची हुन्छ है त। ताती हुनुपर्ने ठाउँमा चाहिँ ताची हुन्छ। अब चाहिँ ची लेख्न गइरहेछौँ हामी। ची लेख्दाखेरि चाहिँ एकदम सजिलो छ है। पहिलो स्टेप चाहिँ यसरी सिधा डन्नी दिने, त्यसपछि चाहिँ 5 को आकारमा दिने है त। अघि नै हामीले जुन त्यो सारा की लेखेको थियौँ नि ठ्याक्कै त्यसको चाहिँ उल्टो हुन्छ है त। सजिलो स्टेप हेर्नुहोस् त, सिधा यसरी दियो है, माइनस डन्नीमा यस्तो गराएर अनि यस्तो गराइदिँदा हाम्रो भइहाल्यो है त। ल अब चाहिँ ची पछि आउनुपर्ने हाम्रो चाहिँ तु हो, तर चाहिँ हामीले चाहिँ तु नभएर चाहिँ चु लेख्छौँ है। यो चाहिँ चु हो। चु पनि 1 स्टेप मात्रै छ है। यसरी लिएर सिधा यसरी गराइदिने है त। चु यस्तो गराउने अनि यसरी गराइदिने चु। बल्ल चु पछि अब तेको पाला है। ते चाहिँ हाम्रो नेपाली 8 जस्तै सर्लक्क लिने है। नेपाली 8 यस्तै त हुन्छ नि हाम्रो। अनि यसरी दियौँ भने नेपाली 8 जस्तो चाहिँ हाम्रो ते भयो है त। यस्तो गराउने सर्लक्क यसरी है। यो चाहिँ हाम्रो ते पछि तोको पाला है। तो आउँदाखेरि अलिकति वाइ जस्तो देखिन्छ, त्यसैले चाहिँ परिमार्जन गरे जस्तो देखिन्छ है। सुरुमा चाहिँ हामीले चाहिँ यसरी सिधा जान दिने, त्यसपछि चाहिँ सीलाई सी आकार जस्तो चाहिँ हामीले चाहिँ यसरी बनाइदियौँ भने तो है त। के भन्दा
ल यहाँबाट चाहिँ यसरी तान्ने अनि त्यसपछि चाहिँ यहाँबाट यसरी गराएर चाहिँ यसो गराइदियो भने भयो हाम्रो चाहिँ तो है ताची चुते तो है तोलाई चाहिँ अलिकति हामीले चाहिँ सम्झिनु पर्ने हुन्छ है अरूको चाहिँ सर्लक लाइन हुन्छ यसको चाहिँ हुँदैन है ताती तुते तो हुनुपर्ने ठाउँमा चाहिँ ता ती भन्ने ठाउँमा चाहिँ ची भन्ने अनि तु भन्ने ठाउँमा चाहिँ चु भन्ने अनि बल्ल चाहिँ ते तो भन्नुपर्ने हुन्छ है यसलाई चाहिँ ख्याल गर्नु होला यसलाई चाहिँ नोट गर्नु होला है त नबिर्सिनु होला अब हामीले चाहिँ ताको लाइन पनि लेख्न जानिसकेपछि अब हाम्रो पाला आउँछ नाको है नाको चाहिँ 4वटा स्टेपमा लेख्न सकिन्छ पहिले चाहिँ हामीले ता लेखेको जसरी चाहिँ यसरी है माइनस यस्तो सिधा डन्नी दिने त्यसपछि चाहिँ हामीले चाहिँ यसरी ल्याउने त्यसपछि चाहिँ नेपाली 4 जस्तो चाहिँ परिमार्जन गराउने है यसरी गराएर चाहिँ यसरी घुमाएर यसरी गराइदिने त्यसपछि चाहिँ हामीले यहाँबाट यसो सानो धर्का यसरी दिने छड्क्यामा है कस्तो भन्ने चाहिँ यसरी है यहाँ चाहिँ यसरी गराउने अनि त्यसपछि नेपाली 4 जस्तो चाहिँ यसरी गराएर चाहिँ यहाँबाट चाहिँ के भन्दा यस्तो सानो धर्दै चाहिँ के हो त ना है ना भयो ल ना लेख्न जानिसकेपछि नि है नि भनेको चाहिँ नेपालीमा 2 पनि हो है यसलाई चाहिँ नि 2 लाई चाहिँ हामीले नि भन्छौँ है पछि लेख्दा इची नि भनेर चाहिँ भन्छौँ यो नि ल नि लेख्दाखेरि पनि पहिला यसरी धर्का दिने त्यसपछि चाहिँ 2वटा चाहिँ यसरी है यसरी गरेर दिने है फोन्टमा फरक हुन्छ नत्र चाहिँ यस्तो पनि हुन्छ है गराएर है यो चाहिँ नि पछि हामी लेख्न गइरहेछौँ नु है नु लेख्दाखेरि चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भीलाई सम्झिनु पर्यो भी आकारको है ल पहिला हामीले चाहिँ भी लेख्दाखेरि कसरी लेख्छौँ है अन्त भी जस्तो यहाँबाट चाहिँ सर्लक्क चाहिँ यसरी चाहिँ भी आकारमा चाहिँ यहाँ लिने अनि त्यसपछि चाहिँ यहाँदेखि चाहिँ ट्याक्क यो भीलाई चाहिँ यसरी घुमाएर यसरी सर्लक्क घुमाएर चाहिँ यसरी दिने है त यो चाहिँ हाम्रो नु भयो कस्तो गराउनु त यहाँ हेर्नुहोस् है पहिला सुरु चाहिँ हामीले भी बनाउँदा यसरी दिने है अनि यहाँबाट चाहिँ यसरी ल्याएर यहीँबाट पनि यसरी भी आकारमा चाहिँ यसरी इन्टु जस्तो बनाएर यहाँबाट चाहिँ यसरी घुमा ल्याएर अनि यसरी चाहिँ यसो बनाइदिने है त यो हाम्रो के हो त नु पछि अब हाम्रो पाला आउँछ नेको है त अब ने लेख्दाखेरि पनि हामीले चाहिँ 2 स्टेपमा लेख्न सक्छौँ है ल ने लेख्दाखेरि के भन्दाखेरि चाहिँ पहिलो सुरुमा चाहिँ हामीले सिधा यसरी चाहिँ सिधा धर्का चाहिँ यसरी तान्ने है अब चाहिँ हामीले तर त लेख्न सकिराख्यो नि त तर जस्तो है यसरी गराएर अनि यसरी यहाँ ल्याएर यसरी फेरि यसैलाई चाहिँ नुको जस्तो स्टाइलमा चाहिँ यसरी घुमाइदिने है यो पनि हाम्रो ने यदि यस्तो लेख्न सकेन भने हामीले चाहिँ तपाईँलाई सजिलो स्टाइल सिकाइदिन्छु म यसरी सिधा धर्का तान्ने है अनि तपाईँले चाहिँ तर त बनाएकै हो नि हामीले होइन यस्तो दिने अनि यसरी दिने है तर दिएपछि यहाँबाट चाहिँ यसरी ल्याएर चाहिँ यसरी दिए पनि हुन्छ है यो चाहिँ हाम्रो के हो त ने पछि पाला आउँछ हाम्रो नो है ल नो लेख्दाखेरि पनि हाम्रो के छ त 1 स्टेप मात्रै छ है यसरी सिधा त्यही नो नेपाली नो लेखा जस्तै यसरी घुमाइदिने है नो जस्तै के हुन्छ यसरी घुमाइदिने यसो गराउने अनि चाहिँ यसरी घुमाइदिने है यो चाहिँ हाम्रो नो नानी नुने नो ल अब यो नो पनि जानिसकेपछि हाम्रो पालो के आउँछ त भनेदेखि चाहिँ हाम्रो अब हाको पालो आउँछ है हाको ल हा चाहिँ हामीले चाहिँ 3 स्टेपमा लेख्न सक्छौँ है पहिला सुरु चाहिँ अब यसरी सिधा है अनि त्यसपछि चाहिँ सिधा कता अनि त्यसपछि चाहिँ फेरि यस्तो माइनस जस्तो दिएर माथिबाट हामीले चाहिँ यसरी है यसरी काट्दियौँ भने चाहिँ के भयो त यो हाम्रो हा भयो है अब सजिलोको लागि चाहिँ तपाईँले चाहिँ यसरी पनि लेख्न सकिन्छ है यहाँबाट चाहिँ सर्लक्क यसरी दिने है यसो कुनै चाहिँ फोन्ट अनुसार फरक हुन्छ मैले भनिहालेँ यसरी गरेर यस्तो काट्दिने है अनि यहाँबाट चाहिँ यसलाई चाहिँ यो भन्छ हाम्रो के हो त हा भयो है पछि चाहिँ हामीले चाहिँ ग्रामरमा बुनपोमा पर्दा चाहिँ यो हालाई चाहिँ वा भनेर उच्चारण गर्नुपर्ने हुन्छ है पार्टिकलमा चाहिँ हा पछि पाला हाम्रो हि है हि लेख्न चाहिँ सजिलो छ नेपाली च जस्तै भनेर चाहिँ परिमार्जन गरिदिने यसरी 1 स्टेपमा यसरी सर्लक्क है त्यही चलाई चाहिँ परिमार्जन गरेर यसरी तानिदिने है त कस्तो गर्ने त यसरी यस्तो गर्ने अनि यहाँबाट चाहिँ यहाँबाट ल्याएर अनि यसरी गराइदिने है यो चाहिँ हाम्रो हि पछि आउनु पर्ने त हाम्रो चाहिँ हु हो तर हु नभएर चाहिँ यसलाई चाहिँ फु भन्छ है फु ल फु लेख्दाखेरि पनि हाम्रो चाहिँ 4 स्टेपमा छ है पहिलो स्टेपमा चाहिँ हाम्रो चाहिँ यसरी सर्लक्क यसरी लिने
अनि दोस्रो स्टेपमा चाहिँ यहाँबाट यस्तरी लिएर ड जस्तो आकारमा बनाइदिने है, अनि यताबाट यसरी तानिदिने, अनि यताबाट यो तानिदिने के हो त पु भयो है। नत्र भने सजिलोको लागि यसरी पनि लेख्न सकिन्छ है। यस्तो गरेर टिक चिन्ह बनाउने है, दुई पटक यस्तै बनाउने, सेम बनाउने, यस्तो बनाउने है 2 पटक, अनि एउटा चाहिँ यतातिर तानिदिने है, एक धर्का चाहिँ यतातिर तानिदिने। तपाईँले यसरी बनाउनु भयो र अर्को सजिलो चाहिँ यसरी लेख्दा पनि हुन्छ। यता गराएर यस्तो गराइदिने है, अर्को चाहिँ अनि यहाँबाट गराएर अनि एउटा चाहिँ यता तानिदिने है, एक धर्का चाहिँ यता तानिदिने, यसरी पनि फु भयो है। हुनुपर्ने हो तर यसलाई चाहिँ फु भनेर हामीले उच्चारण गर्नुपर्ने हुन्छ है। अब फु पछि आएको चाहिँ हाम्रो चाहिँ यो हे है, हे चाहिँ ट्याक्क सेभेनलाई चाहिँ परिमार्जन गरेको छ है। हे यस्तै गर्ने सजिलो छ हे है, यो चाहिँ एकदम इजी छ। यस्तो गराइदिने अनि यसो गराइदिने है, यो चाहिँ हाम्रो हे है। पछि पनि यो पनि चाहिँ यो हे पनि हाम्रो चाहिँ अव्ययको रूपमा है, पार्टिकलको रूपमा प्रयोग गर्दा चाहिँ यसलाई ए भनेर चाहिँ उच्चारण गर्नुपर्ने हुन्छ है। पछि पढाउँछु म, त्यतिखेर भन्छु। हे पछि अब हाम्रो के आउनु पर्छ हो है। हो पनि हामीले 4 स्टेपमा लेख्न सक्छौँ। पहिलो स्टेप छ यसरी सिधा दिने है, अनि दोस्रो स्टेपमा चाहिँ फेरि अर्को माइनस जस्तो दिने सिधा डन्ने है, अर्को पनि अलि लामो दिने, अनि त्यसपछि माथिबाट चाहिँ यो पोइन्ट चाहिँ बन्द भएको हुनुपर्छ है। फेरि यसरी चाहिँ हो भयो है। र सजिलो लागि तपाईँले चाहिँ यसरी पनि लेख्न सकिन्छ। अनि यसरी दिने, अनि यहाँबाट चाहिँ यसरी ल्याएर यो पोइन्ट चाहिँ बन्द भएको हुनुपर्छ है, होको चाहिँ यसरी। ल यो चाहिँ हाम्रो हो भयो है। हो पनि सक्यो है। हो सक्यो चाहिँ हाम्रो पाला आयो अब माको। मा लेख्दाखेरि पनि 3वटा स्टेप छ है। पहिलो स्टेप छ यसरी सिधा है, दोस्रो स्टेप पनि अलिकति सानो सिधा है, त्यसपछि तेस्रो स्टेप चाहिँ यहाँबाट यसरी ल्याएर चाहिँ यो चाहिँ के हो त मा है। तपाईँले चाहिँ यसरी सिधै सजिलोलाई चाहिँ यसरी ल्याएर चाहिँ 2वटा यसरी अनि यसरी पनि दिन सक्नुहुन्छ है। यो चाहिँ मा पछि छ हाम्रो चाहिँ अब मी लेख्दाखेरि चाहिँ हामीले चाहिँ ठ्याक्कै त्यो मीको जस्तै झको आकारमा, तर चाहिँ मी जस्तोलाई परिमार्जन गरौँ है त। एक स्टेपमा चाहिँ यसरी ल्याउने है, यसरी ल्याइसकेको चाहिँ यहाँबाट चाहिँ अनि यसरी चाहिँ दिने है, छड्के जस्तै हेर्नु त। यहाँ चाहिँ यसरी ल्याउने, यसरी दिने, अनि यहाँ चाहिँ छड्के यसरी काटिदिने है। यसरी काटिदिएर चाहिँ यो चाहिँ हाम्रो के हो त मी। ल मी पछि चाहिँ अब हाम्रो रहेको छ मु है। मु लेख्दाखेरि चाहिँ हाम्रो अब पहिलो स्टेपमा चाहिँ है माया जस्तो, अनि दोस्रो स्टेपमा चाहिँ यहाँबाट ल्याउनुहोस् है, यति ल्याउने, अनि त्यसपछि चाहिँ यहाँबाट सिधा यसरी चाहिँ जोड दिनुहोस् है। अनि यहाँबाट जोडिसकेपछि चाहिँ यहाँबाट चाहिँ यसरी है, यसरी ल्याएर चाहिँ यसरी दिए चाहिँ मु भन्छ। तपाईँलाई म अझै सजिलो तरिकाले चाहिँ यस्तो लेख्नु। पहिला सुरुमा चाहिँ तपाईँले चाहिँ यस्तो सिधा रन्नी दिनुहोस् है, अनि त्यसपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो चाहिँ डी, जस्तै डी त हामीले लेखिराखेको हो नि त, ठ्याक्क डी जस्तो बनाइदिने है। यहाँबाट यस्तो ल्याउन, अब चाहिँ यो त डीलाई चाहिँ अलिकति माथि लिने है, डी जस्तो बनाउने, त्यसपछि बल्ल चाहिँ हामीले यहाँबाट दिने है। डीलाई चाहिँ थोरै परिमार्जन यसरी गऱ्यौँ भने चाहिँ सजिलो हुन्छ। यो चाहिँ हाम्रो मु है। मु पछि अब हाम्रो पाला आउँछ मे पनि हामीले चाहिँ 2 स्टेपमा लेख्न सक्छौँ है। अघि नै हामीले माथि चाहिँ नुलाई बनाए जस्तै भी जस्तै है गराउने, यसरी गराएर यसरी घुमाउने, नुको जस्तो चाहिँ नबेर्ने, यसरी ट्याक्क यो स्टेपमा चाहिँ छोड्ने है। मे बनाउँदा चाहिँ भी जस्तो हेर्नु त, यस्तो गराउने, यहाँबाट चाहिँ यसरी ल्याएर चाहिँ यसरी यहाँनिर चाहिँ स्टप गरिदिने है। मे पछि पाला हाम्रो मोको है। मो पनि 3वटा स्टेप छ है त। पहिलो स्टेप चाहिँ यहाँबाट चाहिँ यसरी ल्याएर चाहिँ घुमाइदिने है, यसलाई चाहिँ अलिकति पुनः, अनि 2वटा चाहिँ यसरी सिधा रन्नी दिने। यो चाहिँ हाम्रो मो भयो है। ल यो लाइन सकेपछि हामीले अघि नै भनेको थिएँ नि मैले चाहिँ सुरुमा पढाउँदा नि, यो चाहिँ 3वटा हुन्छ है, 3वटा मात्रै हुन्छ। जस्तै हाम्रो हिरान के हुन्छ भने 8 लाइन चाहिँ 8वटा अक्षरको चाहिँ 5 लाइन हुन्छ होइन है, मिस्टेक भयो है सर है। 5वटा लाइनको चाहिँ 8 लाइन हुन्छ भने चाहिँ 3वटा अक्षरको चाहिँ 2 लाइन हुन्छ। त्यस्तो या चाहिँ हेर्नुहोस् है, पहिलो स्टेप चाहिँ हामीले यसरी ल्याएर चाहिँ यसरी ल्याएर चाहिँ हामीले चाहिँ यसरी घुमाइदिने है। अनि दोस्रो स्टेप चाहिँ के भन्दा यसरी यहाँबाट चाहिँ छुने, अनि तेस्रो स्टेप चाहिँ यहाँबाट हल्का छड्के यसरी चाहिँ काटिदिने है। यो भयो चाहिँ हाम्रो या। होइन भने तपाईँले चाहिँ सजिलोलाई चाहिँ यसरी सानो चु जस्तो है यसरी गराएर अनि यहाँबाट चाहिँ यसरी छड्के यसरी काटेर यहाँनिर चाहिँ यसरी दिन पनि सकिन्छ है। या पछि आउँछ हाम्रो यु पनि
दुईवटा स्टेपको छ है। यु पनि यानलाई चाहिँ परिमार्जन गर्ने, यसरी ल्याइदिने है। अनि यहाँ चाहिँ यो स्टेपहरू चाहिँ यहाँबाट चाहिँ यसरी लिएर अनि यहाँ चाहिँ यसरी छड्की काटिदिने है त। सजिलो यसरी गराएर सिधा यहाँबाट चाहिँ यसरी यहाँ यति ल्याउने अनि यहाँ चाहिँ यसरी काटिदिनु भयो भने यो चाहिँ के हो त यु है, यु भयो। अब यो लेख्दाखेरि चाहिँ दुई स्टेप। अब हेर्नुहोस् ल, यहाँबाट चाहिँ सर्लक्क लाएर यसरी लिने अनि यो पोइन्ट चाहिँ क्रस हुनु भएन है, यहाँदेखि चाहिँ यसरी लिने, यो चाहिँ यो है त, यसरी यो चाहिँ यो है, या यु यो भयो। यो पछि पालो हाम्रो अब के को आउँछ त राको है। ल रा लेख्दाखेरि नि दुईवटा स्टेप छ है। पहिलो स्टेप छ यसरी दिने अनि त्यसपछि दोस्रो स्टेप छ ठ्याक्कै 5 जस्तै है। यो चाहिँ रा, हेर्नुहोस् यस्तै गराएर अनि यहाँबाट यसरी दिने है, यो चाहिँ रा। रा पछि पालो आउँछ हाम्रो अब के को आउँछ त रीको है। री पनि हाम्रो दुई प्रकारको री हुन्छ है। र एउटा री चाहिँ अब यस्तो भइहाल्यो है, एउटा री चाहिँ यस्तो भइहाल्यो है, एउटा री चाहिँ कस्तो भइहाल्यो, एउटा री यस्तो हुन्छ भने चाहिँ अर्को री चाहिँ हाम्रो यस्तो मात्रै हुन्छ री है। राको चाहिँ यहाँ माथिबाट यसरी दिएको हुन्छ भने चाहिँ रीको चाहिँ दिएको हुँदैन है। री दुई प्रकारको हुन्छ, एउटा री चाहिँ यस्तो हुन्छ, एउटा री चाहिँ यो भयो है भने अर्को री चाहिँ यो भयो है, यो अर्को री चाहिँ यो भयो। ल त्यसै गरी अब हाम्रो रुको पाला है। रु ठ्याक्क 3 जस्तो यसरी है, त्यो 3लाई चाहिँ यसरी परिमार्जन गरिदिने है त। रु कस्तो गर्नु त ल्याउने, यसरी ल्याएर अनि यसरी गराएर यो गरेर रु है, रारी रु। ल रे लेख्दाखेरि पनि अब हाम्रो चाहिँ के छ त तर जस्तै परिमार्जन गर्ने है। सिधा चाहिँ यसरी तर तान्दिने अनि चाहिँ यहाँबाट यसरी ल्याएर यसरी है अनि यो चाहिँ माथितिर यसरी घुमाइदिने रे है त। नभए चाहिँ सजिलो लागि चाहिँ तपाईँले तर बनाउनुहोस् पहिला सुरुमा है, यसरी तर बनाउनुहोस् अनि यहाँबाट चाहिँ यसरी गरेर माथितिर ल्याइदिनुहोस् है रे। रे पछि पालो हाम्रो चाहिँ के आयो त रोको है। रो पनि ठ्याक्क 3 जस्तो बनाइदिने रो है, रो भयो है। अब भिडियो चाहिँ लामो हुन पुग्यो है, मैले चाहिँ अलिक छोटो गरेँ। अब चाहिँ हाम्रो लास्ट स्टेप रहेको छ हाम्रो अब चाहिँ वा है। वा लेख्दाखेरि पनि 2 स्टेप है। पहिलो स्टेप चाहिँ हाम्रो यस्तो भएको छ है, अनि यहाँ चाहिँ यसरी लिएर चाहिँ हामीले यहाँबाट यसरी गराइदिनु वा है। वा लेख्दाखेरि के होइन यसरी दिने, यो पनि सिधा यसरी तर जस्तो बनाएर अनि यसरी गराइदिनु पर्ने, यो चाहिँ वा है। वा पछि रहेको छ हाम्रो चाहिँ ओ चाहिँ 3 स्टेप छ। पहिला यस्तो माइनस बनाउने है अनि यहाँबाट चाहिँ यसरी ल्याएर चाहिँ यसरी तल यसरी झारिदिने अनि यहाँबाट चाहिँ यसरी दिने है त। यो चाहिँ ओ होइन भने चाहिँ तपाईँको सजिलो लागि चाहिँ सिधा यसरी दिनुहोस् अनि यहाँबाट चाहिँ यसरी 5 जस्तो यस्तो बनाएर अनि यहाँबाट चाहिँ यसरी सी जस्तो जोडिदिनुहोस्। यो के भयो त हाम्रो ओ है। ओ पछि आउँछ हाम्रो चाहिँ आदि न है, आदि न। यसलाई चाहिँ आदि न, आदि म र आदि अङ्गामा लाग्छ है। यसलाई चाहिँ यस्तो गराउने अनि ए जस्तो बनाएर यहाँबाट चाहिँ माथितिर है यस्तो गराइदिने। कसरी भन्दा अनि यहाँबाट यसो लिएर अनि गराइदिने है। यो चाहिँ हाम्रो आदि न भयो है। हाम्रो यति जान्सेक चाहिँ हामीले चाहिँ हिरागाना चाहिँ जान्छौँ है त। अब आजको भिडियो चाहिँ अलि लामो भयो है। अब पुरै यो चाहिँ सिकाउँदाखेरि चाहिँ यति भएको हो। एकदम कति पनि नहतारेर मजाले चाहिँ लेख्दै है घरमा चाहिँ 20-25 पेज लेख्नुभयो भने चाहिँ आउँछ है। मजाले लेख्नुहोस्, मजाले प्र्याक्टिस गर्नुहोस्। त्यसपछि फेरि हामी चाहिँ अर्को भिडियोमा भेट्नेछौँ है त। मेहनत गर्नुहोस्, मेहनत नगर्ने भने चाहिँ हुँदैन। यदि आफ्नो चाहिँ लक्ष्य पुरा गर्नु छ भने मेहनत पनि त्यही अनुसारले गर्नुपर्ने हुन्छ है त। आजलाई यति नै है। अब फेरि भेटौँला अर्को भिडियोमा है त। जय माता आइमासु मिनासान गम्बाते कुदासाई।